मेरो नाम चाहिँ सङ्गीता प्रधान हो। सबैलाई नमस्कार। किन आज फर्स्ट टाइम मेरो युट्युब च्यानलमा म आज यो किनेमा बनाउने म तपाईँहरूलाई सिकाउँदैछु। हो उहिलेको बुढाबुढीको पाराले मेरो बुजू मेरो आमाहरूले यसरी खोर्सानी यसरी गर्थ्यो। उनीहरूले चाहिँ खरानी हाल्थ्यो। अहिले खरानीको सट्टामा चाहिँ मैले आटा हालेको छु हो। अनि यो यसरी मैले बनाउँदैछु। यो किनेमा फर्स्ट टाइम बनाएको। अनि कसरी बनाउँछ अहिले मैले पहिला त हाम्रो ढाकीमा हुन्थ्यो थुम्ची भन्थ्यो त्यहाँ बुजुहरूले चाहिँ आज चाहिँ मैले यसमा गरेको छु। मैले अस्ति गत्तामा गरेको थिएँ, यसपालि चाहिँ मैले यसमा बट्टामा गर्थेँ। हाइजेनिक पनि त हुनु पऱ्यो नि त। मनपर्छ किनेमा तर बाहिरको मलाई साह्रो उयो लाग्छ। अन्त यसरी हाल्दैछु अहिले मैले यो तातोको लागि। यहाँ बिचमा यसो गरेर यसमा यसो गरेर त्यहाँदेखि अझै मैले यहाँ एउटा यो सफा एकदम धुपको एकदमै क्लिन यहाँ हाल्दैछु। अन्त यसो गर्नुपर्छ चलाउँदा चाहिँ किनेमा बनाउनु चाहिँ यसो गर्नुपर्छ। हेर्नुहोस् उसिन्नु पऱ्यो। अहिले उसिनेर चाहिँ अलरेडी तारेको छु एकदम मैले। त्यसो भने लामो हुन्छ भनेर यसो गरेँ। यसरी चलाएर सबै मिक्स गरेर यसरी हाल्नुपर्छ। यसरी हाल्नुपर्छ। यसरी हाल्नुपर्छ। अनि यसरी हालेपछि अलिक पाकेन रहेछ त ठिकै छ। पकाउँदा ठिकै हुन्छ। अन्त यसरी चलाउनु पऱ्यो। पहिला म चलाउँछु सबै माथि खोर्सानीहरू। अब उहिलेको बुढाबुढीको चाहिँ के होला जान्दिनँ हामी चाहिँ। अब त्यो बुढोहरू मान्ने बुढाबुढी थियो, बाजे बोजूहरू मुखिया थियो। बुढो बुढिया कडा मुखिया नि थियो एकदमै कुलभित्र हामीलाई त पशु दिँदैन थियो त्यस्तो थियो बुढिया। यो चाहिँ यसरी बनाउनुपर्छ। अब यसलाई चाहिँ मैले यसरी छोप्नु पऱ्यो। यसले यस्तो गरेर यस्तो हाइजेनिकमा वर्ष गर्दा यसरी यस्तो गरेर राख्नु पऱ्यो यसलाई। अन्त फेरि अझै मैले यसले पनि छोप्नु पऱ्यो। ताले मैले लुगा चाहिँ एकदमै सफा राख्नुपर्छ। अन्त यसलाई यसरी छोपेर राख्दाखेरि चाहिँ के हुन्छ भने गुम्सिन्छ। 5 दिन राखेको चाहिँ बेस्ट हुन्छ। अन्त घाम पनि लागेको छैन। सिलगढी थियो अस्ति घाममा अलिक के लागेको छ छोड्नु। यसरी गर्नुपर्छ मेथड चाहिँ हो। यसरी छोपेर राखेर अब योलाई चाहिँ यसरी छोपिदिनु पऱ्यो। फेरि बट्टालाई गरेको यो। अब त्यो अघि उसिनेकोहरू मैले केही देखाइनँ है। अब नेक्स्टमा भिडियोमा चाहिँ देखाउँछु। अब यसलाई चाहिँ यसरी सफा लुगाले खास गरी ब्ल्याङ्केटमा गर्छ। म त ब्ल्याङ्केटहरू त किन मैलामा गर्नु। मैले चाहिँ यसरी हो यसरी छोपेर यसलाई चाहिँ तातो गरम जग्गामा राख्नु पर्यो। बाँधेर राख्नु पर्दा चाहिँ कुनै कस्तो एकछिन पर्खिनुहोस् है। केही पनि छैन नबाँधै पनि हुन्छ। यसलाई यस्तो यसरी गरेर राख्नु पर्यो। त्यसरी हाले लुगामा हाले होइन। अब चाहिँ यसलाई चाहिँ यसरी गुम्सार राख्नुपर्छ। त्यो चाहिँ सोयाबिन हो। यो चाहिँ भटमास भन्छ हामीले। त्यो भटमास उसिन्नुपर्छ पहिला प्रेसर कुकरमा छुस गरेर रातिन ओभरनाइटै गरेर भिजाएर बिहान अन्त गर्नुपर्छ। त्यहाँदेखि अब यसलाई यसरी सफा लुगाले अघि हालेर त्यो बट्टालाई चाहिँ यसरी फेरि म देखाइदिन्छु। तपाईँहरूले यसरी गुम्सार राख्नु पर्ने बट्टालाई यसरी यता फेरि म निकालिदिन्छु। यो बट्टालाई यसरी छोपेर चाहिँ यसरी चाहिँ गुम्साएर 5 दिन यो बट्टालाई यस्तो गरेर फर्मेट गरेको त यो सबै। यो चाहिँ कसले खान्छ भने यो बर्मिजले खान्छ, फिलिपिन्सले पनि खाँदो रहेछ, जापानिजहरूले पनि खाँदो रहेछ। हाम्रो नेपाली मात्रै भन्थ्यो हामी नेपालीले मात्रै खान्छ भने होइन रहेछ। मणिपुरीहरूले कुनै के आफ्नो आफ्नो जातको छ। हामीले चाहिँ यसलाई चाहिँ किनेमा भन्छौँ। अनि मणिपुरीहरूले कुनै के भन्दो रहेछ। सबले खान्छ यो कन्ट्री चाहिँ। इट्स गुड फर हेल्थ अल्सो। खालि त्यो एउटा उसिनेको बोइलको पानी पनि खान्छ नि मान्छेहरूले चिनी हालेर क्या। तर त्यो चाहिँ मैले फ्याँक्दै नेक्स्टमा चाहिँ म त्यो उसिनेको देखेर गर्छु। सबैलाई नमस्कार। मेरो लाइक गरिदिनुहोस्। अब यस्तो धेरै के अरे उयसको मासुको अचार बनाउने ल्याउँछु म। हरेक कुरा खानेकुराहरूको अझै नयाँ तपाईँहरूलाई भिडियो देखाउँछु। थ्याङ्क यू। बाई।